जापानमा अहिलेको समयमा स्टुडेन्ट भिसामा नेपालदेखि आउँदा ठिक तपाईँको अनुभवको आधारमा है आउँदा ठिक कि नआउँदा ठिक स्टुडेन्टहरू चाहिँ जापानमा आएर तपाईँ जस्तो एउटा व्यवसाय सफल व्यवसाय बन्नको लागि चाहिँ के गर्नुपर्छ उनीहरूले तपाईँको शुभ नाम भनिदिनु सुरुमा हजुर मेरो नाम विवेक खड्का छ हजुर जापान आउनुभएको कति वर्ष भयो म जापान आएको 7 वर्ष भयो 7 वर्ष भयो है मान्छे जापान 7 वर्षमा के कस्तो प्रगति गर्नुभएको छ के कस्तो छ अहिले अब त्यस्तो प्रगति भन्दा नि अब प्रगति त अब स्लो प्रोसेस हो हैन अब त्यो त अब आफूले त्यो प्रगति शब्दलाई कसरी लिने भन्ने कुरा हो त्यसलाई हैन तर अब जे पनि जे छ जस्तो छ खुसी छु जापानमा चाहिँ अब व्यवसाय गर्नमा के चुनौतीहरू के छन् के कति गाह्रो छ त्यो त अब बिजनेस भनेको एउटा अब लकको कुरा पनि हो हैन अब आफूलाई अब लकले कतिको साथ दिन्छ आफ्नो मेहनत कतिको छ त्यसमा नि भर पर्ने कुरा हो त्यो अहिले नेपालदेखि स्टुडेन्ट एकदम धेरै आउनु भएको छ जापानमा किनकि अब अहिलेको लास्ट यो वर्ष 1-2 वर्षमा चाहिँ एकदमै धेरै आउनु भएको छ नयाँ स्टुडेन्टहरू चाहिँ जापानमा आएर तपाईँ जस्तो एउटा व्यवसाय सफल व्यवसाय बन्नको लागि चाहिँ के गर्नुपर्छ उनीहरूले आउने बित्तिकै के कुरामा ध्यान दियो भने पछि उनीहरूको भविष्य राम्रो हुन्छ के जस्तो लाग्छ तपाईँलाई अब सबभन्दा फर्स्टमा त अब ल्याङ्ग्वेजमै ध्यान दिनुहोस् सबभन्दा फर्स्टमा ल्याङ्ग्वेजलाई अब जति सक्दो त्यसलाई हुन्छ नि उदाउनुहोस् हैन धारिलो बनाउनुहोस् आफ्नो ल्याङ्ग्वेजलाई त्यस पछाडि अब जापानको अब एउटा कल्चर ट्रेडिसन अब हजुर अब जापानिज मार्केटमा टार्गेट गर्ने विचार गर्नुपर्छ कि अब हाम्रै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई टार्गेट गर्ने विचारमा हुनुहुन्छ त्यसलाई चाहिँ अब आफ्नो छुट्याएर चाहिँ अब बिजनेस भनेको आफ्नो स्टाइल हो हैन आफ्नो स्टाइल हो बिजनेसलाई अब कसरी चलाउने आफ्नो स्वभाव आफ्नो प्रकृतिमा नै भर पर्छ त्यो कुराहरू भनेको र आफ्नो जस्तै सुरुमा गाह्रो भयो भनेर चाहिँ सुरुमै हिम्मत हारेर जापान चाहिँ यस्तो रहेछ भन्दा पनि सुरुमै चाहिँ पहिला राम्रोसँग अध्ययन गरेर अब जापानिज भाषामै भन्नुपर्दाखेरि अब गामन गर्नुहोस् बिस्तारै सबै ठिक हुँदै जान्छ र एउटा कुरा चाहिँ जापानमा चाहिँ हजुरको मिलाएर मिल्ने चिज भन्ने केही पनि हुँदैन त्यही भएर चाहिँ यहाँ चाहिँ एउटा कानुनले बाँधिएको देश भएकोले चाहिँ कानुनी प्रक्रिया सबै कुरा बुझेर इत्यादि गरेर चाहिँ अगाडि जानु भने चाहिँ अवश्य सफलता हजुरलाई अन्तिम प्रश्न है त जापानमा अहिलेको समयमा स्टुडेन्ट भिसामा नेपालदेखि आउँदा ठिक तपाईँको अनुभवको आधारमा है आउँदा ठिक कि नआउँदा ठिक कि बेठिकमा मात्रै एन्सर छोटो ठिक कि बेठिकमा तपाईँको विचारमा अब यस्तो छ एक्सप्लेन नगरिकन भन्दाखेरि अहिलेको यो जुन माहौल छ नि जापानको किनकि रुलहरू चेन्ज भएको छ अब स्टुडेन्टलाई पहिला जस्तो छैन त्यसमा चाहिँ के लाग्छ आउँदा ठिक छ कि योभन्दा अरू देशमा गएर गर्दा अझ छिटो प्रगति हुनसक्छ कि हजुरको जस्तै अब जापान आफैमा त नराम्रो त छैन है अब तर हजुर आएर चाहिँ हजुरको आफूमा पनि भर पर्छ त्यो चाहिँ होइन हजुरले आफूले जस्तै मानौँ कि नेपालबाटै हजुरले मिनिमममा पनि N3 सम्म पनि या अथवा N4 सम्म नै हैन बोलीचालीको भाषासम्म चाहिँ हजुरले आफूले बुझेर पढेर आउनु भएको छ भने चाहिँ अवश्य पनि हजुरको आफ्नो भनौँ न खोबीलाई चाहिँ जापानिजहरूले चाहिँ चिनेर अवश्य पनि हजुरले काम पाउनुहुन्छ किनकि काम नपाउने समस्या मात्र त हो अहिले र हजुरको जस्तै जापानिजहरूले जुन बोलेका कुराहरू जुन हजुरहरूको इन्टरभ्यू लिँदाखेरि कामको इन्टरभ्यू लिँदाखेरि हजुरहरूले जवाफ फर्काउन सक्नुभयो भने अवश्य नै हजुरको खुबीलाई चिनेर चाहिँ हजुरले काम पाउनुहुन्छ त्यो कुराहरू सबैलाई निहाल्ने हो भने चाहिँ जापान आउनलाई चाहिँ नराम्रो देश चाहिँ होइन किनकि सुन्दर छ सुरक्षित छ होइन रहनसहन कल्चर सबै राम्रो छ हस् धेरै धन्यवाद तपाईँको अनुभव र तपाईँको यो विचार व्यक्त गरिदिनु भयो यसले गर्दा चाहिँ अब नयाँ आउने स्टुडेन्टलाई चाहिँ होइन धेरै हेल्प हुनेछ भन्ने आशा राख्दछु हामी 1-2 फोटो खिचाउन तपाईँ है ल सिङ्गल खिच्छ